अहिले चाहिँ गाइज म श्री अन्तुमा आइपुगेँ है। अब अहिलेको होटलमा रुममा जान लागेको, अनि त्यसपछि आएर चाहिँ अरू भिडियोहरू फेरि बनाउने छु है। तर चाहिँ यहाँ ताल रहेछ, रमाइलो लाग्यो। फर्स्ट टाइम आएको है म चाहिँ। यस्तो उकालो बाटो जानुपर्ने रहेछ माथि हो। अहिले चाहिँ भर्खर यहाँनिर नयाँ नयाँ बनाउने कार्यहरू भइरहेको रहेछ। अलिक पछि चाहिँ दामी हुन्छ होला भन्ने चाहिँ लागिरहेछ होइन। भर्खर यहाँ निर्माण कार्यहरू भइरहेको रहेछ, नयाँ नयाँ भिल्लाहरू बनाइरहेको रहेछ है। बाटोहरू पनि बनाउँदै रहेछ। अलिक पछि चाहिँ बवालै हुन्छ अन्तु पनि। अब चाहिँ म यहाँ तल हिजो आएको गाडीको ड्राइभरलाई भेटेर आएको, पैसा दिनु थियो होइन। दाइ पनि राम्रो हुनुहुँदो रहेछ, एक दिन पर्खिदिनु भयो। अनि भ्यू चाहिँ हेरौँ है त गाइस, दामी रहेछ। पर यतातिर चाहिँ बजार रहेछ होइन। त्यहाँ बजारमा पुगेर आएको। ओह्रालो धेरै दिनपछि उकालो ओह्रालो चढेको गलियो। 12 वर्षपछि आइरहेको छु म त। यस्तो खतरनाक बाटोमा हिँडिरहेको छु म त अहिले। यता हिलो रहेछ, साइडबाट हिँड्नुपर्छ। यहाँबाट चिप्ले भन्ने गयो त गोलखाडी तल पुग्यो। हिलो रहेछ कि बाटोमा। यस्तो हिलो रहेछ, फेरि उकालो लाग्यो। म यहाँबाट चाहिँ दामी देखिँदो रहेछ नि ठाउँ। बाफ्रे, यहाँबाट त बबाल भ्यू देखिँदो रहेछ। यहाँबाट हेर्नु है त गाइस, कस्तो दामी ठाउँ है। उकाली ओह्राली पहाड होइन, जङ्गल घारी सबै दामी देखिँदो रहेछ यहाँबाट चाहिँ। चिसो मौसम है हाम्रो झापामा भन्दा त यहाँनिर कति आनन्द गर्मीमा चाहिँ एकदम दामी ठाउँ लाग्यो। आउनु पनि आज अलिक ढिलो आइयो हो। यता हामी 5 बजे 5:30 बजे आइपुगेको थियौँ, त्यही भएर अलिक अँध्यारो भयो गाइस। त्यो बाटोको छेउमा बगान चाहिँ कति मजाले मिलाएर बनाएको कि। आयो घोडा, स्पिड पो कुद्दो रहेछ घोडा पनि। घोडा पनि देखेको गाइस, मैले त घोडा देखेको थिइनँ त, टिभीमा मात्रै देखेको थिएँ। राम्रो छ, ठिकै हो भन्नु पर्यो। चिसो छ मौसम होइन, खासै चिसो छैन, ठिक्क। फर्स्ट टाइम तातोबाट आएर त्यस्तो लागेको हो कि होइन भने त मौसम ठिकै छ, चिसो मजाको छ। अनि यता गएर चाहिँ अनि रुमतिर जानुपर्छ। भोक लागिसक्यो गाइस, अघि दिउँसै भात खाएको, त्यही भएर। बेलुकाको समय चाहिँ यस्तो लाइटहरू बल्दो रहेछ, म्युजिकहरू बज्दो रहेछ हो। वरिपरि एकदम रमाइलो देखिँदो रहेछ। बेलुका चाहिँ घुम्नलाई मजाको हुने रहेछ है।
ल हामी आज घर जाँदैछौँ अनि त्यही हो रुम हाम्रो चाहिँ त्यहाँ बसेको थियौँ होइन त्यहाँ बसेको थियौँ यतातिर बगानहरू जस रमाइलो भयो मजा आयो चाहिँ घर फेर लाग्यो गाइस यता नयाँ पनि बनिँदै रहेछ दिउँसोको 1 बजे अब हामी चाहिँ गाडी चढ्न गइरहेको छौँ गाडीमा आएर बस्नु गाडीमा के खोजेर बसिरहेछ अहिले चाहिँ म होइन बोर्डिङ पास गर्नुपर्छ